स्वाभिमान। तपाईहरुसँग पनि यो आशा गर्दछु तपाईहरुले एक साथ मलाई पनि साथ दिनुहुनेछ। जो आफ्नो देश आफ्नो नाभी गाडेको माटो छोडेर परदेशमा आउनु भएको छ आफ्नो स्वाभिमान जोगाउनका निमित्त, ताकि कसैलाई लुचेर कसैलाई लुटेर नखाऊ भन्नका निमित्त आउनु भएको छ। त्यसको पटक तपाईहरु सबैले एक साथ भन्नुहुनेछ, जय यो स्वाभिमानको लडाईँमा परदेशीका मान्छेहरूको समूह यो र त्यसलाई प्रतिनिधित्व गरेर बोलिरहेको छु। मलाई लाग्दछ तपाईहरुसँग देशलाई माया गर्ने जति विशाल र फराकिलो त्यो 1,47,181 वर्ग किलोमिटर भन्दा ठूलो मुटु त्यो देशलाई माया गर्ने छ तपाईहरुसँग, त्यस्तै छ मसँग। र त्यो देशबाट बाहिरिँदा पनि हाम्रो मुटुको आयतन चाहिँ बढ्न सक्दछ राष्ट्रियताका प्रति, तर देशप्रतिको माया कहिल्यै पनि घट्न सक्दैन। यो सत्य हो भने ताली बजाउनुस्। कार्यक्रमका संयोजक महेश श्रेष्ठज्यू, तपाईको आमन्त्रणका प्रति अनुग्रहित छु अनि त्यसका बीचमा जापानमा रहनुभएका तपाईँ तमाम व्यक्तित्वहरू सबैलाई मुष्टमा सम्बोधन गर्दछु, जो आफ्नो देशको माटोबाट पर रहेर पनि देशलाई माया सम्मान र आदर गरिरहनु भएको छ। तपाईको देशप्रतिको स्वाभिमान राष्ट्रियताप्रतिको त्यो भावनालाई म जीवनभर कदर गरिरहन्छु र त्यसको प्रतिनिधि भएर आज बोलिरहेको छु। र मेरो बोलाइमा त्यही देश झल्किनेछ, त्यो 1,47,181 वर्ग किलोमिटर भन्दा ठूलो मुटु लिएर राष्ट्रियताको म बोल्नेछु आज। झन्डै झन्डै त्यो देश छोडेर हिँडेको 9 महिनापछि उडिरहेका चराहरूले आकाशबाट बिस्ट्याउँदा पनि ढुङ्गामै पिपलको रुख उम्रिने देशबाट आएका मान्छेहरू हौ हामीहरू। माछाको काँडा घाँटीमा अड्किँदा नाम मात्रै उच्चारण गरी पुग्ने लालीगुँरासको देशबाट आएका मान्छेहरू हौ। शीतल गेडी आँखामा हालेर आँखै सफा गर्ने देशबाट आएका मान्छेहरू हौ हामीहरू। महँगा डेन्टिस्टहरू हो। जानकारी गराउँ तपाईहरुलाई, सजीवन र सिमलीको डाँटले दाँत माझेर मात्र होइन बलियो बनाएर आएका मान्छेहरू। अझ भनौँ भीमकाय पहराको चेपबाट निस्किएको शिलाजितले पेट दुखेको वास्तविक उपचार गरेर आएका देशका मान्छेहरू हामीहरू। हामी जन्मिएपछि, यसो भनौँ म जन्मिएपछि आमाले नाभी गाडेको त्यो देशको माटोको माया रगतमा घोलेर बाँचिरहेका छौँ हामी। छु म कसरी त्यो नाभी गाडिएको माटो रगतमा घोलेर बाँचिरहेको मान्छे कसरी पलायनवादी हुन सक्छ? तपाईहरु के पलायनवादी हो? नाभी गाडिएको माटो घोलेर रगतमा आफ्नो स्वाभिमान जोगाउनको लागि कसैसँग भ्रष्टाचार नगरिकन, कसैलाई नलुटिकन, कसैलाई अप्ठ्यारो नपारिकन देशबाट अलिकति पर बसेर आफ्नो स्वाभिमानको जगेर्ता गरिरहेको के तपाईहरु राष्ट्रघाती हो? म राष्ट्रघाती हो? आज हजारौं प्रश्नहरूको जवाफ खोजिरहेको छु म। सायद तपाईहरु पनि खोजिरहनु भएको छ। अब म मेरा केही भनाइहरू सुरु गर्छु। तपाईहरु सबैलाई एउटा प्रश्न चाहिँ सोध्न मन छ होला प्रेम मानियालाई कि यत्रो वर्षसम्म पत्रकारिता गरेर देशमा राष्ट्रियता र स्वाभिमानको नारा बुझाएर देश छोडेर हिँड्यो त्यो पलायनवादी रहेछ। आखिर यसको कारण के हो? यो प्रश्नको जवाफ तपाईहरु सबैलाई चाहिएको छ। र यसको जवाफ दिन झन्डै नेपालबाट अमेरिका उडेको 9 महिनापछि यसको जवाफ दिन विश्वभरि रहेका मेरा शुभचिन्तकहरू अनि मेरा दर्शकहरू अनि देशलाई माया गर्नेहरूलाई
मनबाट हृदयबाट त्यसको यथार्थ बग्नको लागि म अमेरिकाबाट जापान आइपुगेको छु र तपाईहरुको न्यानो स्वागतको लागि हृदयबाट आभार व्यक्त गर्छु। नेपाली पत्रकारितामा 16 वर्षीय अभ्यास, त्यसमा देशका 75 वटै जिल्ला घुमेको एउटा पत्रकार, सम्भवतः देशका सबै खोलाको पानी खाएको छु। त्यति मात्र होइन, देशले जसलाई सुदूर भन्छ, संसारमा कहीँ नभएका त्यस्ता शब्दहरू नेपालमा छन् कि कुनै पनि देशको भूगोललाई कहीँ सुदूर कहीँ सुगम भनिरहन पाइँदैन। कानुनमा त नियममा त त्यसलाई कुनै पनि शब्द प्रयोग गरौँ, सुदूर अथवा अझ परतिरका ठाउँहरूलाई हेला गरिने देशमा सबभन्दा हेला गरिएको ठाउँलाई सबभन्दा प्रेम गरेर नेपाली टेलिभिजन इतिहासमा सबभन्दा पहिलो पटक सुदूरपश्चिम सप्ताह चलाएर सुदूरपश्चिमका सेती र महाकालीका 9 वटा जिल्लाका हरेक गाविस पुगेर घुमेर फर्किएका पैतालहरू पुगेर अमेरिका उडेको थिए। अनि संसारको सबभन्दा अग्लो स्थानमा फल्ने काली मार्सी धानको चामल खाएर आएको छु। अनि संसारको सबभन्दा सानो साइजको चामल फल्ने दानको चामल खाएर आएको छु। रारा सेक चिनुक पानी सिरमा अचाएर हिँडेको छु। अनि जियोग्राफिकल मिस्टेक भनिने लक्ष्मीप्रसाद देवकोटालाई सबभन्दा बढी पढेर अनि जियोग्राफिकल मिस्टेक भनिनुपर्ने नेताहरूको बयान गराएर तिनका भाषण सुनाएर तिनका विचार राखेर सबै बुझेर मैले यो निर्णय गर्नुपर्दा निर्मम भएर भन्न मन लाग्दछ कि 2047 सालदेखि 2072 सालसम्मको अवधिमा जति पनि मानिसहरू प्रधानमन्त्री भए, बहुसंख्यक मानिसहरूसँग मैले कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइरालासम्म अन्तर्वार्ता गर्ने सुनौलो अवसर पाएँ र सौभाग्यवश मैले नेपाली राजनीतिक इतिहासको सबभन्दा विश्व घडीको अवस्थामा पनि पूर्व राजा ज्ञानेन्द्र शाहसँग तिनका भावना, तिनका विजन, तिनका सपना र तिनका यथार्थ बीच नजिक हुने मौका म मात्रले पाएँ। त्यसका लागि म आफूलाई सौभाग्य सम्झन्छु। यी सबै 16 वर्षीय पत्रकारिता जीवनमा देशका सबै जिल्ला घुमेर र देशका सबै सुखहरू ढुङ्गाहरू लिएर सबै खोलाका पानी ल्याइसकेपछि अनि नेपालमा रहेका ती नेताहरू जसले देश बनाउँछु भनेका छन्, जसका सपनाहरू, जसका योजनाहरू, परिकल्पनाहरू, आकारहरू, म्याप र मार्ग कस्तो छ भन्ने अवसर मैले टेलिभिजन पत्रकारिताबाट पाइसकेपछि म निर्धक्क सुरुलाई बेला उभिएर तपाईँहरूको अगाडि उभिएर सम्भवतः आज खिचिएका धेरै भिडियोहरू धेरैतिर जानेछन् पनि सबैको अघि उभिएर भन्न सक्दछु कि नेपालमा आगामी 10 वर्षसम्म को मान्छे प्रधानमन्त्री हुन्छ त्यो म अहिले फोटो झुन्ड्याएर प्रधानमन्त्रीको नाम मजैसँग भन्न सक्दछु अब त्यो 10 वर्षसम्म नेपालको आगामी परिवर्तनका किस्साहरू कसरी रचना गरिनेछ र कुन कुन ठाउँमा कस्ता परिवर्तनका कथाहरू रचिनेछ वा नरचिनेछ मजाले भन्न सक्ने त्यो आत्मविश्वास, त्यो ज्ञान, त्यो शिक्षा भौगोलिक रूपमा घुमेर आर्जन गरे र नेताहरू, हरेक नेताहरू आगामी 10 वर्षसम्म प्रधानमन्त्री हुने नेताहरूलाई मैले 10 वर्ष अगाडि नै अन्तर्वार्ता गरिसकेको छु र तिनले के सोच्दछन् देश परिवर्तनका लागि भन्ने जानिसकेपछि मैले जबरजस्त आफ्नो जीवनमा हरेक मान्छेले खोजेको जस्तै परिवर्तन खोज्नको निमित्त, सकारात्मक परिवर्तन खोज्नको निमित्त अहिले मैले लिइरहेको यो ऋण देशलाई नै तिर्नको निमित्त म उच्च शिक्षा साथमा उच्च अध्ययन त्यति मात्र होइन, मलाई संसार पनि चिन्नु छ र मलाई संसार पनि बुझ्नु छ भनेर म केही समयको लागि देशबाट बाहिर निस्केको हुँ। मलाई निर्ममतापूर्वक र निर्भीकतापूर्वक विश्वास छ कि मैले 16 वर्ष पत्रकारिता गरेर देशका जति पनि भूगोलहरू घुमेर र देशका जति पनि नेतृत्व, नेता, नीति वा परिस्थितिप्रति बुझिसकेपछि वा नेपालकै संविधान अहिले पनि तपाईँले पल्टाउनु भयो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नहुँदासम्म होला भन्ने कुरामा म तत्कालका लागि 10 वर्षसम्म विश्वास गर्छु। मेरो अध्ययन, मेरो बुझाइ कमजोर पनि हुन सक्छ र मभन्दा पछिल्ला विभिन्न मेरा सम्मानित वक्ताहरूले त्यसलाई गलत साबित
साबित गरिदिनु हुने छ भन्ने आशा पनि गर्न सक्दछु। तर आशा चाहिँ त्यति बेला मात्र गर्न सकिन्छ जहाँ संविधानमा हामीले जे लेख्यौं, संविधान परिवर्तन गर्नको लागि कस्तो प्रकारको संघर्ष, कस्तो प्रकारको युद्ध आवश्यक रहेछ, त्यसपछि संविधान कसरी परिवर्तन हुने रहेछ भन्ने थाहा पाइसकेपछि अब देशमा को प्रधानमन्त्री हुन्छ भन्ने कुरा अहिले नै भन्न सकिन्छ। र अब देशमा 10 वर्षसम्म 15 वर्षसम्म देशमा कुन पार्टीका मान्छेहरू सर्वोच्च अदालतका प्रधान न्यायाधीशहरू हुन्छन् भनेर अहिले भन्न सकिन्छ। आगामी 15 वर्षसम्मका प्रधानमन्त्रीहरू, आगामी 15 वर्षसम्मका सर्वोच्च अदालतका प्रधान न्यायाधीशहरू अनि आगामी 10-15 वर्षसम्मका सबै ब्युरोक्रेट्समा को मुख्य सचिव हुनेछ, पुलिसमा को आइजिपी हुनेछ, आर्मीमा को आर्मी चिफ हुनेछ भन्ने सबै थाहा पाइसकेपछि म 10 वर्षसम्म तिनीहरूको लागि आफ्नो जीवन खेर पाल्न सक्दिनँ। र मलाई यी सबै परिस्थितिहरू मैले मेरो उचाइले देखेको दृश्यमा थाहा भइसकेपछि मैले आफूलाई परिवर्तन गर्नुपर्दछ। मैले देशको निमित्त केही गर्ने हो भने मैले आफूलाई त्योभन्दा बलियो बनाउनु पर्नेछ जुन अवस्थामा म थिएँ भनेर केही समयको लागि एउटा ब्रेक लिएको हुँ। त्यो ब्रेकले मलाई बलियो बनाएको छ र मलाई विश्वास छ यो मुटुको क्षेत्रफल छ नि जुन 1,47,181 वर्ग किलोमिटरभन्दा ठुलो मुटु राष्ट्रियताको जहाँ स्वाभिमान छ, म सक्ने होला नेपालमा मैले यदि पत्रकारितालाई गलत तरिकाबाट अर्थाइदिएको भए आज पत्रकारिता जसरी डिस्ट्रक्टिभ भइराखेको छ र जसरी ध्वंसात्मक पत्रकारिता अगाडि बढिराखेको छ विभिन्न अनलाइन माध्यमहरूबाट विभिन्न तरिकाबाट, त्यसलाई मैले कन्स्ट्रक्टिभ गराउनको लागि कोसिस गर्ने मेरो जीवनको क्षमता प्रयोग गरेको थिएँ। र आज पनि मलाई लाग्दछ कि पत्रकारिताका माध्यमबाट गरिएका कामहरूको बीचमा परिवर्तनहरू सम्भव छन्, तर त्यसको बीचमा त्यो नै सम्पूर्ण होइन रहेछ भन्ने बुझिसकेपछि त्यो देशमा फर्किन अझ बलियो पाखुरा बनाउनको लागि म केही समय ब्रेक लिएको छु। निश्चिन्त हुनुहोस्, 10 वर्षसम्म त म विदेशमा बस्दिनँ, त्योभन्दा अगाडि नै नेपाल फर्किँदा मसँग केही चिजहरू हुनेछन् र त्यसले त्यो देश परिवर्तनका लागि सबभन्दा ठुलो बलिदान दिनेछ। त्यसमा म आज तपाईँहरू विश्वभर रहनुभएका नेपालीहरू माझबाट म यो कसम खान तयार छु। र मानिसहरू प्रश्न गर्ने गर्दछन् कि विदेश जानु भनेको स्वाभिमान गुमाउनु हो, राष्ट्रघाती हुनु हो, पलायनवादी हुनु हो, भगुवा हुनु हो। के तपाईँहरू भगुवा हो? के देश छोड्ने मानिसहरू सबै राष्ट्रघाती हुन्छन्? तपाईँहरूलाई थाहा छ होला, अझ मलाई भन्दा बढी, किनभने तपाईँहरू अझ मभन्दा अगाडि पनि विदेश आउनुभएका व्यक्तित्वहरू पनि हुनुहुन्छ होला। हरेक समय बिहान चिया खाएदेखि काममा जानुहोस् अथवा बेलुका कसैसँग भेट्नुहोस्, टेलिफोनमा कुरा गर्नुहोस्, त्यति बेला पनि हर समय हामी त्यही देशको कुरा गर्दा रहेछौँ। मलाई विदेश आएपछि झन् बढी त्यो देशको माया लागेको छ। सायद तपाईँहरूलाई पनि त्यही होला। त्यो देशमा बसेर आमाको काखमा बसेर आमाकै कोखमा छुरी बस्नेहरू भन्दा आमाको काखभन्दा अलिक पर बसेर आमालाई माया गरेर अलिकति कोसेली पठाउनेहरू महान। त्यसैले त्यो आमाको काखमा बसेर आमाको कोखमा छुरी बस्नेहरूलाई हामी सतर्क गराउन सक्दछौँ यो विदेशमा बसेर पनि। त्यसको लागि कोसिस गर्ने एउटा प्रारूप पनि बनाएको छु, सल्लाह गर्दै जानेछु र मेरो भनाइलाई निष्कर्षतिर लैजाँदै गर्दा त्यसको एउटा निचोड रूपमा पनि पुर्याउनेछु। मलाई धेरै मानिसहरूले प्रश्न गर्ने गरेका छन् कि अमेरिकामा ढिली परेर गयो होला, नितान्त व्यक्तिगत कुराहरूमा मलाई थाहा छ यस प्रकारको प्रश्न यही विषयमा आउँदैछ। त्यसकारण ती प्रश्नहरूलाई म अगाडि नै सम्बोधन गर्ने कोसिस गरिरहेको छु। एउटा प्रश्न नम्बर जुन थियो अमेरिका स्वाभिमान छोडेर किन गयो भन्ने विषयमा, त्यसको जवाब दिइसकेपछि अर्को सम्भावित प्रश्नहरू जो मलाई हजारौं सयौं संख्यामा मेरा सामाजिक सञ्जालका शुभचिन्तकहरूबाट र अन्य नेटवर्कबाट आउने गरेको छ। के गरिरहेको होला अमेरिकामा ग्यास स्टेसनमा तेल हाल्दा होला वा यस्तै प्रकृतिका प्रश्नहरू म निरन्तर सुनिरहेको छु र गर्भसाथ ढिली परेर गएको भागेको विभिन्न प्रश्नहरूको बीचमा गर्भसाथ यो व्यक्तिगत र नितान्त गोप्य अथवा मेरो अधिकारको विषय भइकन म संसारभर रहेका मेरा शुभचिन्तकहरू जो मेरो पर्सनल एकाउन्टमा
फेसबुकमा 70,000 भन्दा बढी मानिसहरू मलाई फलो गरिरहेका छन् र उनीहरूले मेरो सूचना जान्ने कोसिस गरिरहेका छन्। म खुलेर छाती फर्काएर स्वाभिमानी भएर बाँच्ने नेपाली हुनुको नाताले म सबको अघिल्तिर खुल्ला रूपमा बाँच्न चाहन्छु र भन्न सक्छु कि म न त ढिली परेर अमेरिका गएको हुँ, न त पोलिटिकल असाइलम गरेको हुँ, न कुनै विचारा स्थितिमा गएको हुँ। म गर्वसाथ भन्न सक्छु ती धेरै प्रश्नहरूको जवाफमा कि मैले अमेरिकी सरकारबाट प्राप्त हुने असाधारण क्षमता बापतको एउटा एक्स्ट्राअर्डिनरी स्टाटस जो हुन्छ त्यो स्टाटसबाट म अमेरिका त्यो असाधारण क्षमता भएका व्यक्तिहरूलाई प्राप्त हुने त्यो स्टाटसमा अमेरिका पुग्दै गर्दा अमेरिकामा म ग्यास स्टेसनमा तेल हाल्ने मान्छेहरूलाई बहुत हृदयबाट सम्मान गर्दछु र हरेक प्रकृतिको कामलाई सम्मान गर्नुपर्दछ भन्ने कुरा अमेरिका गएर झन् बढी सिकेको छु। जसरी जापानमा सिकेको छु हरेक प्रकृतिका साना होस् वा ठुला हरेक प्रकृतिका कामहरूलाई सम्मान गर्न सिकेर मैले गरिरहेको काम पनि गर्दछु। म सेन्टर फर पान एजियन कम्युनिटी सर्भिसेस cpacs.org हेर्न सक्नुहुन्छ। त्यो संस्थामा एकजना एजुकेटरको रूपमा अमेरिकी सरकारले जनतालाई दिइरहेको सुविधाको बिचमा काम गर्ने एउटा नन प्रफिट अर्गनाइजेसनमा एउटा एजुकेटरको रूपमा काम गरिरहेको छु। मैले भन्नुपर्ने मेरो आफ्नो केही आफ्ना सूचनाहरू तपाईँलाई दिइसकेपछि अमेरिका गएर के गर्यो त प्रेम बानियाले भन्ने पनि प्रश्न होला। बहुत ठुलो ज्ञान सिकेको छु सर, बहुत ठुलो। मलाई बच्चासँग अमेरिकामा कसरी ट्राफिक लाइट परिचालन संसार अपरेट हुँदो रहेछ भन्ने कुराको राम्रो ज्ञान भएको छ र म फर्के भने नेपालमा राम्रोसँग ट्राफिक लाइटको बारेमा बोल्न सक्ने भएको छु। नेताहरू अमेरिका जापान आउँदा घुमेर त्यो ट्रेनमा कस्तो राम्रो छ भनेर मौखिक रूपमा घुमेर हेरेर गरिरहेको छैन। म हरेक दिन गाडी लिइरहेको छु र हरेक दिन मैले सिकेको ज्ञानलाई म अक्षरमा उतारिरहेको छु। मलाई राम्रोसँग थाहा थिएन, तपाईँहरूलाई थाहा छ कि छैन अझै पनि सुन्न सक्नुहुन्छ। अमेरिकामा नेपालको छुर्पी जसलाई हामी हिमाली भेगमा पाइने चौरी अथवा गाईको दुधबाट बनाइन्छ छुर्पी अमेरिकामा सबभन्दा महँगो कुकुरलाई खुवाइने चिज हो। सबभन्दा धेरै महँगो चिज हो छुर्पी। त्यो छुर्पी नेपालमा मान्छेहरूले खान्छन् तर अमेरिकामा कुकुरलाई बेचिन्छ जसको नाम हो हिमालयन डग स्यु जसलाई www.himalayan.pet ले बेच्दछ र त्यसमा 3 जना नेपाली सुमन सुजन र विशेष श्रेष्ठ संलग्न छन् र उनीहरूले त्यो व्यापार मार्फत करोडौं पैसा आम्दानी गरिरहेका छन्। यसलाई सम्मान गर्दै मैले भन्न खोजेको के मात्र हो भने नेपालमा मान्छेले खाने छुर्पी अमेरिकामा कुकुरलाई दिने सबभन्दा राम्रो वस्तु बन्नको लागि पनि त्यो बिचमा कति अध्ययनहरू भयो होला, त्यो बिचमा कति सकारात्मक सृजनात्मक प्रयासहरू खर्च गरिए होला र त्यसपछि एउटा मान्छे नेपालको उत्पादनलाई कसरी अमेरिकामा परिचित गराउन सक्दो रहेछ र विश्वव्यापी रूपमा त्यो कति सफल प्रयोग भयो भन्नको लागि तपाईहरुले त्यो लाखौं डलरमा हिमालयन डग स्यु भनेर गरिएको त्यो अघि मैले भनेको वेबसाइट हेर्न सक्नुहुन्छ र त्यसरी सृजनात्मक काम गर्नको लागि पनि अमेरिका त्यस्तो मार्केट रहेछ, त्यसो गर्नका लागि नेपालीहरू सम्भव रहेछन्, उनीहरूले गरेका रहेछन् भन्ने थाहा पाएपछि मलाई एबिसी टेलिभिजनको शार्क ट्याङ्क भन्ने कार्यक्रम हेर्दा बहुत आनन्द लागेको थियो कि नेपालीहरूले अमेरिकामा कति मजाले आफ्नो सृजनात्मक काम गर्न सक्ने रहेछन्। म त्यस्तै कुनै एउटा काम पनि हेरिरहेको छु र तपाईहरुले चाँडै त्यसबारे पनि थाहा पाउनुहुनेछ। अर्को नेपालको एउटा उत्पादन, नेपालको एउटा ब्रान्ड shepaadventurecreator.com कहिले हेर्नु भएको छ भने बिजनेस यसरी पनि हुन्छ भन्ने थाहा पाउनु होला कि नेपाल आफैमा एउटा ब्रान्ड हो। नेपालका साना साना ब्रान्डहरू कसरी बिकिरहेको छ संसारभरि कि शेर्पा लेखिएको टी सर्ट, शेर्पा लेखिएको ज्याकेट, शेर्पा लेखिएका जति पनि चिजहरू छन् अमेरिकाको अथवा संसारभरिको एउटा उन्नत प्रडक्टको रूपमा बाहिर आउँदै गर्दा मैले के सिकेको छु कि हाम्रा उत्पादनहरू अझ प्रबुद्ध रूपमा संसारभर पुर्याउन सकिने धेरै आधारहरू रहेछन् र त्यो आधारभित्रको एउटा तथ्यमा मैले जोड्न खोजेको के मात्र हो भने एउटा सिङ्गो देशकै भाषा छ जस्तो कि तपाईले कुनै पनि नाम लिन सक्नुहुन्छ, न त हामीले राष्ट्रियताको कुरा गर्दै गर्दा बुद्धलाई एउटा ब्रान्ड बनाउन सक्यौँ। ब्रान्ड इट
सेभिङ्स, नेपालको पैसा, नेपालको सिल, नेपालको स्वाभिमान, न त हामीले सगरमाथाको स्वाभिमान, न त बुद्धको स्वाभिमानलाई उच्च बनाउन सक्यौँ, न त हामीले अरू कुनै हाम्रा आफ्ना उत्पादनहरूलाई उच्च बनाउन सक्यौँ। सेटका ब्रान्ड विश्वभरि फैलिँदै गर्दा हाम्रो गौरव जसरी बढिरहेको छ, नेपालको गौरव, त्यसै गरी हिमालयन लक्ष्मीले पनि नेपालको उत्पादन भनेर नेपालको गौरव बढाइरहेको छ। तर हामीसँग भएका विभिन्न उत्पादनहरूलाई नेपालको कलर, नेपालको फ्ल्याग, नेपालको पैसाहरूलाई चिनाउन नसकेको प्रति केही अध्ययन र केही गौरव लुकेको छिरेको जस्तो महसुस गरेको छु। अब यसपछि म त्यही आउँछु राष्ट्रियता र स्वाभिमानको परिभाषा बदल्नु पर्ने यथार्थमा। आज पनि 60 लाख मानिसहरू नेपालभन्दा बाहिर छन् अनि ती बाहिर रहेका नेपालीहरूसँग राष्ट्रियता छैन। जसरी नेपालभित्र बसेका मानिसहरूले अनेकौं थरी गाली गर्दछन्, अझ अमेरिका, जापान, अस्ट्रेलिया बसेका मानिसहरूसँग त झन् राष्ट्रियतै हुँदैन भन्ने परिभाषा छ। अनि मलेसिया, कतार, दुबईमा बसिरहेका मानिसहरू देशको बाध्यताले गएका हुन्, तिनीहरूसँग पनि राष्ट्रियता छैन भन्दछन् देशभित्र बसिरहेका मानिसहरू। तर तिनीहरूको बीचमा हामी एउटा यस्तो पुल बनाउन जरुरी छ। त्यो पुल बनाउनका निमित्त तपाईँ जापानमा रहेका नेपालीहरू, अमेरिकामा रहेका नेपालीहरू वा संसारभर छरिएर रहेका नेपालीहरू बीच एउटा यस्तो पुलको निर्माण गर्न जरुरी छ, जुन पुलका निमित्त हामी बोल्नु पर्दछ जस्तो लाग्दछ। र मेरो भनाइको अन्त्यतिर मेरो आह्वान र मेरो प्रयास पनि यसमा जोडिन्छ र म अब 2 मिनेट समय लिन्छु। मैले बोल्नुको लागि जुनै शिक्षकहरू मैले यहाँ आफूबाट उपर हटाएको छु र किनभने धेरै विशिष्ट व्यक्तित्वहरू हुनुहुन्छ। केदारसन, रविन्द्र सर जसले आफ्नो जीवनको लामो आयोजन देशका प्रति र स्वाभिमानकै हरफहरूमा बिताउनु भएको छ। म त त्यो हरफहरू पुरिरहेको मान्छे हुँ र म त त्यो हरफहरूलाई फरक ढङ्गले कोर्ने कोसिस गरिरहेको मान्छे हुँ। मेरो आह्वान यो मेरो भनाइको अन्त्यतिर निष्कर्षतिर यो छ कि हरेक मान्छेको आफ्नो जीवनमा आफ्नो म्याप हुन्छ, आफ्नै खालको जिपिएस हुन्छ, आफ्नै खालको म्याप हुन्छ, आफ्नै खालको हिसाब हुन्छ। सायद तपाईँहरूको पनि आफ्नै हिसाब छ, त्यो हिसाबले तपाईँहरूलाई यहाँसम्म ल्याइदिएको हो। तपाईँहरूको आफ्नै जिपिएस छ, त्यसले तपाईँलाई घुराउँदै त्यो नक्साले यहाँसम्म ल्याइदिएको हो। अथवा जिपिएस बिचबिचमा चेन्ज पनि हुनसक्छ, भयो होला सायद तपाईँहरूको र नभएको पनि हुनसक्छ। हरेक मान्छेको आफ्नो जीवनको आफ्नै म्याप र आफ्नै म्याथ भए जस्तै मेरो पनि आफ्नै म्याप र आफ्नै म्याथले मलाई यहाँसम्म ल्याइपुर्याएको छ। तर म सबैको अघिल्तिर छातीमा हात राखेर र जीवनभर त्यही देशको सेवा निरन्तर भए पत्रकारिता र साहित्यभन्दा बाहेक मेरो जीवनमा कुनै अध्याय नभएकाले र नभएबाट मलाई गर्वसाथ भन्नु छ कि मेरो जीवनको सम्पूर्ण अध्याय लाली जुबन्दा नेपालमा खर्चिएको छु। आज मानिसहरू यो बिर्सिरहेका छन् कि 16 वर्षसम्म पत्रकारिता गर्दा प्रेम बानियाले परिवर्तन गरेका अध्यायहरू, प्रेम बानियाले सुरुवात गरेका स्वाभिमानका संस्कृतिहरू आज पनि म स्वाभिमान भएर बोलिरहेको छु कि मैले नेपालमा कसैको भ्रष्टाचार गरेर अमेरिका आएन, नेपालमा मैले कसैको केही बिगारेर आएन, म नेपालमै बसेको भए नेपालमा बसिरहेका नेपालमाथि अन्याय गर्न सक्लान्। तर म आफू बाँच्नको निमित्त स्वाभिमानी भएर अझ बलियो स्वाभिमानी हुनका निमित्त मैले जो कोसिस गरेँ त्यो कोसिस मेरा प्रति न्यायिक छ र म आफ्नो मार्गमा म आफ्नो जिपिएसमा अगाडि बढिरहेको छु। त्यसले कहीँ पुर्याउने छ भन्ने निर्धक्कता साथ भन्दै तपाईँहरू सबैलाई विदेशमा रहनुभएका सारा नेपालीहरूका माध्यममा चाहिँ म एउटा प्रतिनिधि हुन चाहन्छु। र रविन्द्र सर यहाँ हुनुहुन्छ जसले आफ्नो महत्त्वपूर्ण जीवनको श्रृङ्खला पत्रकारिता श्रृङ्खलालाई समाप्त पारेर देशमा परिवर्तनका निमित्त अर्को अध्याय सुरु गर्नुभएको छ। उहाँहरूका लागि र देशमा मलाई सुनिरहनुभएका हेरिरहनुभएका तपाईँहरू सबैको लागि एउटा नयाँ केही चिज चाहिँ हुन सक्छ। यो त्यो आह्वान चाहिँ के हो भने आज मानिसहरू 60 लाख जति देशभन्दा बाहिर छन् जो भनिएको छ। किन हामी एउटा यस्तो कोसिस नगर्ने, त्यो एमआरएनए होइन, किन हामी एउटा यस्तो कोसिस नगर्ने कि देश बनाउनु छ भने, देशमा केही गर्नु छ भने हामी स्वयंको योगदान र सक्रियता कति रहन्छ भन्ने अध्यायलाई कुनै एउटा अभियान सरकारबाट चलोस् या नचलोस्, तर त्यसको नेतृत्व लिन म तयार छु, त्यसको अग्रपङ्क्तिमा बसेर काम गर्न म तयार छु।
र बिस्तारै नेपाल फर्किने वातावरण बनाउनका लागि हामी तयार छौँ भने जापानमा बसिरहनु भएका तपाईँ नेपालीहरू जस्तै अमेरिकामा बसिरहनु भएका संसारका अन्य देशमा बसिरहनु भएका नेपालीहरू बीच देशलाई योगदान गर्ने घर फर्क भन्ने जस्तो अभियान अथवा फर्केर जाउँ घर अथवा आमालाई सम्झेर जस्ता कुनै एउटा शीर्षकको एउटा टाइटलमा हामी किन नबस्ने, ताकि हामीले गर्ने साना साना कामहरू पनि नेपालमा परिवर्तनका लागि साना साना भए पनि कोसे ढुङ्गा जस्ता बनुन्। त्यो अध्याय सुरुवात गर्नको लागि मैले परिकल्पना गरेको सानो चिज यति मात्र हो कि घर फर्क अथवा आमालाई सम्झेर अथवा मातृभूमिका लागि समर्पित कुनै एउटा टाइटलमा एउटा अभियान हामी सुरु गर्दैछौँ अमेरिकाबाट। तपाईँहरू पनि त्यसमा सदस्य बन्न सक्नुहुन्छ। विदेशमा बसेका नेपालीहरू त्यो टाइटलभित्र त्यसको अन बिहाफमा बसेर हामी तयारी कस्तो गर्छौँ भने देशमा बिस्तारै बिस्तारै हामी देश बाहिर बसेका नेपालीहरू फर्किने अभियान सुरु गर्दैछौँ। जस्तो कि आगामी वर्ष 10 वर्ष अगाडि बसिरहेका मानिसहरू बीच आगामी वर्ष चाहिँ हामी योजना बनाउँदैछौँ कि कम्तीमा 100 जना नेपाली युवाहरू अमेरिकाबाट 10 जना, जापानबाट 10 जना, अर्को ठाउँबाट 10 जना गरेर नेपाल फर्किने योजना बनाइरहेका मानिसहरूलाई त्यो छाताभित्र लिएर आउँछौँ र फर्क घर अथवा कुनै एउटा टाइटलमा रहेका मानिसहरूलाई बिस्तारै नेपाल पठाउँदैछौँ र अनि त्यो एउटा समय कालमा आफूलाई अलिकति स्वाभिमानी देशभन्दा बाहिर आएर पनि आफूलाई स्वाभिमानी बनाइसकेका मान्छेलाई बिस्तारै फर्काउँदै देशमा केही गर्ने कोसिस गर्दछौँ। उनलाई हामी पछाडिबाट ब्याकअपको रूपमा सपोर्ट गर्दै जान्छौँ जो देशमा गएको छ। यसो गरेको छ यसो गरियो भने 10 वर्ष तपाईँहरू 10 वर्ष जो जापानमा बिताउनु भएको छ र नेपालको खुब याद आउँछ, माया लाग्छ। नेपालमा दुईटा घर बन्यो होला, एउटा काठमाडौँमा एउटा गाउँमा, अलिकति ब्याङ्कमा बचत भयो होला। तपाईँ सोच्नुहोस् नेपाल एउटा यस्तो सुन्दर भर्जिन कन्ट्री हो। तपाईँले टुरिज्म सेक्टरमा अलिकति लगानी गर्नुभयो भने पुग्छ, अलिकति कृषिमा लगानी गर्नुभयो भने पुग्छ। राणातालमा अहिलेसम्म एउटा रेस्टुरेन्ट बनेको छैन, त्यहाँ रेस्टुरेन्ट बनाए पनि हुन्छ। सेफ फोक्सुन्डोमा एउटा टावर पनि बनेको छैन, म गएर हेरेको छु, त्यहाँ बनाए पनि हुन्छ। तपाईँले घोडाघोडी ताल देख्नु भएको होला, त्यहाँ पनि दोकान छैन, त्यही दोकान थपी पनि पुग्छ, सरखण्ड रोपी पनि पुग्छ र पिँडालु रोपी पनि पुग्छ भने जो 8-10 वर्ष बसिसक्नु भएको छ र अलिकति आफूलाई आर्थिक रूपमा र अलिकति सामाजिक रूपमा अनि अलिकति सिप र दक्षताको रूपमा पनि सक्षम बनाउनु भएको छ, बिस्तारै फर्किने प्लानहरू बनाउँदै जानुहोस्। मसँग त 10 वर्ष पनि टाइम छैन। तपाईँ प्लान बनाउँदै जानुहोस्, त्यसपछि हामी बनाउँदै जान्छौँ बाटो र देश फर्किएका मानिसहरूले चाहे भने त्यो देश परिवर्तन गर्न सक्छ। त्यो देश परिवर्तन गर्न सक्छ। विदेश आएपछि त्यो देश परिवर्तन गर्न सक्ने सबभन्दा ठुलो कुरो बुझेको मैले यही हो। विदेशमा बस्ने नेपालीहरूसँग जति माया लगाव देशका प्रति छ त्यो बहुत महत्त्वपूर्ण छ र त्यसलाई सदुपयोग गर्नुपर्दछ। त्यसका लागि हामीले फर्किने बिस्तारै योजनाहरू बनाउँदै लागू गर्दै जानुपर्दछ जस्तो लाग्छ र त्यसको एउटा नेतृत्व लिन अथवा त्यसको एउटा सदस्य बन्नको लागि, त्यसको अभियन्ता बन्नको लागि म हर समय तयार छु। र तपाईँका केही प्रश्नहरू छन् भने त्यसको लागि पनि जवाब र फेरि पनि एकसाथ भन्दछु।